गुड आफ्टरनुन न्यू डे न्यू आफ्टरनुन है न्यू आफ्टरनुन न्यू ब्लग अहिले चाहिँ हामी ओहो कस्तो हावा लागेर अहिले चाहिँ हामी टक्क लाएर तिनबाउ छोरा भएर होइन हामी बिचतिर जानु लाग्यौँ पौडी खेल्न होइन ताल फेरि यस्तो छ हेर्नुहोस् चप्पल लाएर हो के अरे हामी होइन ल खासै मतलब लाग्दैन चप्पल लाएर हिँड्छौँ हामी हजुर त्यही त त्यही बा यता हुनुहुन्छ होइन हामी चाहिँ टक्क जाँदैछौँ अहिलेलाई वेदर बवाल छ तर है तलको गएर डिप स्किनी डिप हान्ने हो भने के हो स्किनी डिप भन्ने फेरि नाङ्गे नहुने भनेको ए गाडी मैले लिएर हिँड्थेँ के लाऊ भनेर मात्रै हो होइन नत्र त्यस्तै ल यो लगाएको अरे के हो त्यो सनस्क्रिन लाउनु ल कपडा यता राखिदिनु हुन्छ छोरी लाउनु चाहिँ हात आउँथ्यो खुट्टा आउँथ्यो हात आउँथ्यो मुख आउँथ्यो लगाउनु कपालमा लाग्ने हुन्छ हातमा लगाउने कि लाग्ने हुन्छ सनस्क्रिन रे है सनस्क्रिन स्क्रिन है के हो सनस्क्रिन यसरी अब लाउनु छैन छान्न त खासै घाममा धेरै बेर बस्ने भएर मात्रै कि यो अझै हजुर लाउनु पाखुरा आउँदै लाउने काला मान्छे कालै भइहाल्यो फेरि त्यस्तो खासै त छैन युभी छैन त त्यही नै अब सेभ भइदिउँ भनेर त्यस्तो क्लियर हुँदैन युभी हुन त के अरे सनदेखि नजिक भएर यो के हो ओजोन लेयर पातलो भएर खुट्टा हुँदै त पर्दैन हानो या खुट्टा रन्किङ गरेर युभीले हानो खुट्टा आउँदै पर्दैन पानी उतार्छ क्या अहिले चिल्लो चिल्लो छ भयो त भाउका यति चेतना लामा के भयो भन्दै थाप्दै गर्नु छ त के हो दुई लाम्बा लामा आजै यो घाँट्यो नि लाम्नु पर्यो त्यही हेर्नुहोस् अब हामी त्यो तेरो त्यही होला त्यही हुन्न अब हामी टक्क जान्छौँ है बाबु थाहा कस्तो अप्काएको मैले चाहिँ गाडी स्टार्ट ट्राई गर्छु है त्यो लिएर हिँड्न नजाने नि ब्रेक कौन हो अरे त्यो ठुलो लिभर यो त्यो खिच अनि त्यो पावर बटन खिच अहिले गाडी चलाउनु लाग्छ अस्ट्रेलिया आएर पुरा अक्खा ड्राइभर देखेछ छोडिदिउँ कुटाइदिउँ क्या अरे गति पर गाडी भाइले चला सही हो गाडी स्टार्ट गरेर हेर्नुहोस् जिन्दगीमा पहिलोचोटि हाम्रो गाडी हेर्नुहोस् अब क्विक लुक दिस इज आवर बेबी अनदर बेबी एउटै बेबी काठमाडौँ एउटी बेबी यहाँ है तिनटै स्पेसली दाइकी बेबी मेरी बेबी घर छिन् ल यहाँ चाहिँ फेरि सिट बेल्ट कम्पलसरी है गाडीभित्र बसिसकेपछि सिट बेल्ट लखचक्क पार्नुपर्ने बाध्यता हुन्छ हेर्नुहोस् त्यही बा पौडी खेल्ने होला नि आज खेल्ने हो यता हेरेर हाई गर्नु पर्यो हाई पौडी खेल्ने हो पौडी खेल्न जान्ला हाम्रो हाउ आर यु फिलिङ हाइरुनेस हाइरुनेस हामी कहाँ छौँ रे अहिले कुन स्ट्रिटमा छौँ रे पुस्कार हो अल्टोना बिच जाँदैछौँ है अहिले चाहिँ खास यहाँको मेन बिचहरू चाहिँ अब जानुपर्ने ब्राइटन बिच सेन्ट पिटर बिच हो हजुर अन्त अब समरकोमा अलि अल्टरना बिच नै एकदम राम्रो बिच हो हुन त हजुर यताबाट नजिक पर्छ कि हामी वेस्टर्न सबमा छौँ नि त हामीलाई काम चलाउँदा होइन है फेरि होइन हामी जहिले पौडी खेल्न जाने त्यही होइन त्यति त गर्नु पऱ्यो नि फेरि काम चलाउ त्यस्तै हुन थाल्यो त फेरि गला छैन के गीत गाउनु माया दो मैले भन्छु है त ल
यता आउन गीत गाउन एउटा मिठो मायाली गला छैन के गीत गाउने मायालु यो नि हामी चाहिँ अहिले अल्टोना बिच होइन है अल्टोना कि अल्टोना अल्टोना बिच आइपुग्यौँ है समुद्र हेर्नुहोस् तपाईँको हेर्नुहोस् गाडी राख्नमा हेर्नु न पियरबाट सब फुङ्गा ल्याएन नि कहाँबाट केमा त्यहाँबाट फुङ्गाल्ने हो सक्सेस फुङ्गाल्न ए भइरो हुन्छ नि अनुसार भइ नै भेटिन्न के अरे थल्दी खोला पौडी खेल हल्दी खोलो र यो त आकाश पातालको फरक छ आकाश पातालको पानी चाहिँ फरक छ यो नुनिलो पानी ल है त हामी आइपुग्यो त्यो गन्जा नि खोलिदिनु त्यो जनै के भयो त नि बिच आइपुग्यो बिच हामी बिच खोलिदिनु बा खोलिदिनु क्या हुन्छ नखोलिदिनु बन्डी नखोल्ने बन्डीसित पौडे नि हुन्छ र बन्डी चिसो चिसो त भइहाल्छ नि पौडी सही छ तपाईँको यहाँ पनि उलाउने रहेछ क्या है कस्तो कस्तो हुँदैछ क्या के रे लेक लाऊ लेक है लु के भन्छन् के अरे समुद्र लेभलमा आएर लेक लाऊ नभन् न होइन यो त जिरो होला है अलिकति त 1 मिटर 2 मिटर होला सी लेभलबाट लेक लाऊ भने त सही हो पिकनिक सिक्निक गर्छन् स्किङले खाने सब्जीहरू तर माथि बाटो हाटेको पनि छिटो हिँडिन्छ घरतिरको बाउले यताको फरक हुँदो रहेछ है होइन यो पनि एउटा एक्सपिरियन्स हुन्छ बाटोमा नि हिँड्नुपर्छ हामी चाहिँ अल्टोना बिचमा छौँ है अहिले अल्टन बिच हो अल्टोना होइन अल्टोना अल्टोना ए अल्टोना बिचमा छौँ है दादाको ज्यान जिम गरेको ज्यान सही सही अब वी डन ट्याप गोप्रो केस फर वाटर प्रुफ के अरे अन्डर वाटर सर्ट द्याट्स वाइ वी आर इन्जोइङ है अब फेरि अर्कोचोटि आइएछ भने त्यतिखेर अन्डर वाटर सर्ट लिउँला अहिलेलाई चाहिँ हामी भने हामी गइयो होइन अहिलेलाई हामी गइयो तपाईँले यहीँ ब्यागभित्र जे छ त्यही हेर्दै बस्नु होला ल धन्यवाद यस है भर्खरै हामी चाहिँ Lucky fly! It's funky! Venga, señorita! के भन्छन् है सेन्डेन्स भिडियो टक्क हामी चाहिँ भर्खर वी हेभ टेकन बाथ सक्सेसफुल्ली बात हो डाइभ डाइभ हो स्विङ भन्नु न We त्यो त देखा सेक्सी बडी देखा हाम्रो बाबु सेक्सी बडी देखाइदियो बा कस्तो हुँदो रहेछ समुद्र ए समुद्र त बडा राम्रो समानामा बाले त यस्तै ज्यान देखाएर कति हजुरआमा कस्तो रहेछ मजा आयो समुद्रमा मेरो अब चाहिँ यत्र साना केटाकेटी सबै चाहिँ नि हेलो अझै पौड्दैछु हो ए पौर्चनमा यहाँ त दिउँसभरि रातभरि अब यत्रो यो समुद्रमा भरि छन् तलबाट माथिसम्म यस्तो जाडो अहिले त जाडो भयो अहिले त घाम लाग्यो अहिले जाडो भयो है त मजा आयो त्यो पानी त लाट्टै नुनिलो हुँदो रहेछ गाडी टाढा पऱ्यो Yo, ladies and Z, you know who is this? This is Black Mana B to the L, the A, the K key, featuring Mr. Adas Bhandari and Avi Bhandari. Ride with Avi. Ride with ABI Avi. ABI Avi. Okay, ladies and Z,
Today we are in Melbourne. We're heading to Geelong today. And we got our beast behind us. So what's the beast? That's our Ford Beast there. And we're heading to somewhere spectacular today, having a beautiful moment. Today we've got a beautiful weather on this auspicious and auspicious occasion with a grand visit with my bro here today. So we're heading somewhere today. Yes. We're gonna do something massive. Yeah. Something great. That's what we're gonna do. Something brilliant. Alrighty, are you guys ready? Yeah. Let's knock off. Let's rock the road, baby. Let's Come on. introduce who's inside the car as well, please. Oh. Okay, nevertheless, today we've got our grandfather, a grandfather. Look at this. Look at this, bro. All the ladies and G. दाजुभाइ तथा दिदीबहिनीहरू हेर्नुहोस् आज हामीसँग हुनुहुन्छ हाम्रो हजुरबुवा आज मेलबर्नमा हुनुहुन्छ यसो सफर गर्दै हुनुहुन्छ टक्क चिक्सहरू हेर्नलाई अब रेडी हुनुहुन्छ बुवा टक्क हाम्रो आज हामीसँग जाँदै हुनुहुन्छ बीचमा बुवा रेडी हुनुहुन्छ एक्साइटेड हुनुहुन्छ नि बुवा हजुर यो हो नि that's the spirit we need in people ओके पछाडी हुनुहुन्छ हाम्रो एउटा लेडी आज हाम्रो लेडी हुनुहुन्छ पछाडी उहाँ पनि हामीसँग घुम्न जानको लागि तम तयार हुनुहुन्छ एक्साइटेड हुनुहुन्छ खुसीको मुड माहौल छ तातिरहेछ गाडीको माहौल पनि तातिरहेछ म पनि चिक्स हेर्न जान लाग्यो ओके अल्लाह हाम्रो चाहिँ असली भ्लगर एनीवेज प्लिज feel free to like, subscribe and follow Ride with Abhi. Let's hit the road. Let's hit the road, bro. Come on, knock off. अहिले हामी चाहिँ जान लागेको छौँ जिलोङ भन्ने ठाउँमा भिक्टोरियाको जिलोङ भन्ने ठाउँमा जुन पुरानो सहर थियो त्यहाँ जाँदैछौँ आज हामी फ्यामिलीसँगै सबै भण्डारी परिवार हेर्नुहोस् समग्र रूपमा सबै गुलमेली दुई चारजना गुलमेली थप्यो नि गुलमेली समाज खोल्ने हो यहाँ गुलमेली भण्डारी समाज यहाँदेखि 100 को स्पिड सुरु हुन्छ अनि फ्रीवे भन्छ यसलाई मैले फर्स्ट टाइम सकेको स्पिडमा चलाएको नि यही हो के आदर्श र म पर्थ जाँदाखेरि चाहिँ आदर्शको नयाँ गाडी किनिसकेपछि यही बाटो सुरुवात गरेको आदर्शलाई 100 को स्पिडमा चलाउने यही बाटोबाट उनले सुरुवात गरेको हुन् के अनि यस्तै 100 की चढाए कि यिनले 4 दिनसम्म लगातार 100 मा चलाए किन भन्दा त्यो पर्थ पुग्नलाई 4 दिन लाग्थ्यो हामीलाई अब त चढियो रेलमा घरको आशा मारियो बेलै अब त चढियो रेलमा घरको आशा मारियो बेलैमा अब यो देब्रेतिर हेर्नुहुन्छ नि खेतहरू छ नि है यहाँ गोबी खेती हुन्छ धेरै लास्टै गोबी खेती हुन्छ यो प्लटिङ गर्ने नि हाम्रै टेन्डर परेछ हैन यसमा हेर्नुस् पहिला त मैले भनेको क्या आदर्शलाई हाल भने नि त यस्तो जङ्गलमा नि कसैले हाल्छ भने यिनले यहाँ त जनावर हिँड्ठा भने पैसा कहाँ हाल्नु भने यिनले यसो टुक्रा किन पछि काम लाग्छ छोराछोरीलाई किनेर फाल्दैछ हुन्थ्यो यत्रो पारा किने भए कति हुन्थ्यो अहिले हो नि यस्तो रुमाले जग्गामा पुरो मोडा परेको किन भनेको यही हो आदर्शले मिस गरेको जग्गा ऊ गोबी खेती सुरु हुन लाग्यो त दाहिनेतिर देब्रेतिर उता हेर कहीँ जानु पर्ने गोबी खाँदा हेर्नुहोस् अब बुवा पनि भेजिटेरियन दाजु पनि भेजिटेरियन कति राम्रो हुन्थ्यो अहिले तपाईँ त हेर्नुहोस् गोबीको भात गोबीको तरकारी गोबीको चट्का अचार तरकारी यो खेत भिक्टोरियामा तिमीहरू आयो नि एयरपोर्ट त्यो मेन ठुलो एयरपोर्ट हो अर्को भिक्टोरियाको एयरपोर्ट चाहिँ हामी जाँदैछौँ अगाडि आउँछ त्यसलाई एभलोन एयरपोर्ट भन्छ त्यो एभलोन एयरपोर्ट वर्ल्ड पपुलर एयरपोर्ट हो किन भन्दा सानो एयरपोर्ट हो डोमेस्टिक जस्तै तर त्यो पपुलर किन भन्दाखेरि त्यहाँ एयर शो हुन्छ के ठुलो संसारको सबै प्लेनहरू आएर शो हुन्छ त्यहाँ ठुलो प्लेन ल्याउँदै त्यहाँ शो हुन्छ अस्ति गएको थिएँ म त्यहाँ एकचोटि अनि संसारको हरेक कन्ट्रीका प्लेनहरू फाइटर प्लेनहरू एरोनटिकल एयरक्राफ्टहरू सबै त्यहाँ ल्याएर जम्मा गर्छ खेतमा अनि उडाउने देखाउने यो प्लेन यस्तो यो रकेट यस्तो यो हेलिकप्टर यस्तो सबै देखाउँछ कि रकेट त हुँदैन जग्गा त्यहाँ के भयो भने धुलो उड्छ भन्ने भयो अनि आवाज आउँछ भन्ने भयो राति सुत्न नपासी त भएन फेरि अलि शान्त मन पर्छ त्यतिखेर खुट्टा तान्ने पनि थिए 2-4 जना त्यहाँ त नकिन्नुहोस् त्यहाँ त नहाल्नुहोस् पनि भने एयरपोर्टका पारीको रमेशले त त्यतै किनेको त हो त्यसले हामीलाई नकिन्नु भने त्यतै किन्नेछ नि त आफूले अहिले बेच्न खोजेछ रे त्यहाँ ढल अहिले नगएर खाने पानी गएन क्या हो अहिले बिक्दै बिके हैन ग्राहक
अहिले उस पनि छ नि त ब्याङ्कले लोन पनि दिन्न यस्तो मन्दिला मन्दिला छ मान्छे चाहिँ पैसै छैन अहिले बजारमा पैसा बजारमा पैसा छैन यो के छ यहाँ रातो प्यालो यो ऱ्यातो भन्न आएछ यो रातो प्यालो यो यस्तो यसको पछाडि घर छ बुवा अनि यो किन हाइवेमा 100मा हिँड्छ नि त यो गाडी त्यसले ठुलो आवाज आउँछ भनेर तिनीहरूले पर्खाल लगाइदिएको पछाडि घर छ घर भाइले भन्थ्यो त्यो सौ गर्ने के को आवाज भन्थ्यो नि यस्तै युनिक गाडीको आवाज अनि यहाँबाट त्यो मान्छेहरू नआउन् सिधै नआउन् मान्छेहरू जनावर छ भने तिनीहरूको नआओस् अनि आवाज पनि नजाओस् भनेर यो सरकारले आफ्नै पैसा लगानी गरेर वाल कभर हालिदिएको क्या एउटा अब पुरै ढाक्न त सकिन्न उसले अब कति हाइटसम्म ढाक्न सक्छ ढाक्यो यो रुखहरू फ्रीवेको साइडमा हुने नि त्यही आवाज त कम जाओस् भनेर अनि भिक्टोरिया भन्ने स्टेट छ नि यो स्टेटमा यो प्रदेशमा फेरि धेरै हरियो प्रदेश हो यो अस्ट्रेलियाको सबैभन्दा हरियो प्रदेश नै यही हो यहाँ सबैभन्दा धेरै रुख रोप्ने प्लान्टहरू रोप्नेलाई प्राथमिकता दिन्छ सरकारले त्यस कारणले जता गयो नि त्यतै यो खास अस्ट्रेलिया ठुलो छ मरुभूमि पनि छ अस्ट्रेलियामा पानीको समस्या पनि छ अस्ट्रेलियामा होइन यस्तो हरियो देख्नसम्म धेरै ठाउँमा अस्ट्रेलियाको देख्न पाइँदैन यो अस्ट्रेलियाको भिक्टोरियामा धेरै हरियोहरू देख्न पाइन्छ यो चाहिँ एउटा उस हो यहाँको सरकारले राम्रै सोचेर अब हावापानी पनि यसले गर्दा मान्छेलाई राम्रो हुन्छ नि अक्सिजन बढी भएपछि तर अरू ठाउँमा त्यति रुख बिरुवाहरू कमै पाइन्छन् के मरुभूमि अक्सिजन नि फालाफल छ आज हामी जिलोङमा छौँ होइन भिक्टोरियाको जिलोङको वाटर फ्रन्टमा जिलोङ पार्कमा ब्युटिफुल प्लेस छ हेर्नुहोस् पछाडि बिच छ टक्क इन्टरटेनिङ एरियाहरू पनि छ जायन्ट व्हिल छ पछाडि मनमोहक माहौल छ वेदर पनि ब्युटिफुल छ हाम्रो राइड विथ अभि ब्रो पछाडि छन् अलिकति रिहर्स चलिरहेको छ तिनको हेर्नुहोस् पछाडि हाम्रो बिचमा ब्युटिफुल लुक एट द डस्क अहिले चाहिँ यो हाम्रो पछाडि भएको यो है चढ्ने कुरो हुँदैछ कस्तो लाग्छ रमाइलो लाग्छ रमाइलो हजुर तपाईँको हेर्नुहोस् जिउँदै स्वर्ग गयो जस्तो कस्तो जेलसी लेभल कस्तो ओहो हामी त यो दसैँमा जाने हो पक्का ओके डिसेम्बर कहिले आउला भन्ने भयो बुवालाई कस्तो लाग्यो चिया मिठो थियो त्यहाँको हजुर मिठो थियो एकदम चिया सुजी दिएन चक्लेट पनि राम्रो थियो ए बुवालाई गुलियो भनेपछि त फेरि उरुक्कै हो नि तर फेरि बुवाको पेट फुल भएर खानु भएन पानी त बिहान खानको 3 दिन खानु पर्यो तर खासमा के अरे वर्थ इट छ जस्तो लाग्छ नि वर्थ इट रहेछ छ के किन भन्दा कति घुमाए नि घुमाइ गऱ्यो नि तर पुराउने घोट्ने रोटा पकाउने अब रोटा कति कहिले जाने हो नुन भनेर सोध्थे नुन कहिले जाने हो भनेर सोध्थे अब यसै दिन जाने हो भने ग्रुप अब जाने हो 25-30 जनाको एउटा 20-25 जनाको एउटा ग्रुप हुन्थ्यो अब सबै एकैपालि जाने हो भने चाहिँ गाउँै जाने हो गर्दाखेरि ठ्याक्क जाने अब त्यो लगेका रोटा कुराउनी जे छ अचार त्यो लगेर जाने एउटै बर्खा खनाउने त्यहाँबाट चाहिँ सबै बसेर वरिपरि बसेर खाने हो आज पहिलो बास हो आज चाँडै बास बस्नुपर्छ भन्थे सबैको मिलेर खाने हो सबैको मिलेर खाने हजुर यतिकै जङ्गलमा सुत्दिने हो बाटोमा त्यस्तै जङ्गलमा सुत्ने अब चाहिँ अब त पानी आएको छ त्यो चाहिँ ऊ चाहिँ हिउँ परेको छ अब त्यो जाने असिना परे पनि त्यो कम्मल ओढेर बाटा सुत्ने हो बाटा सुत्ने हो अब चाहिँ त्यहाँ पानी पर्दा उठ्दा भिज्यो भने भिजे त त्यो फेरि यसो जाने ओत पाए हो ताको नत्र माथिबाट कम्मल हाल्ने त्यहाँबाट जाने सुत्ने अब जाने बिहान उठ्दाखेरि तिनी निचर्ने हुन्थे कम्मल
ए पानीमै सुत्दिने खाँचीका लेखामा त्यो जाने एकदम त्यो लेखामा त्यो पानी जमेको हुन्थ्यो त्यसकामा पनि अब जाने त्यो भिरालामा अब जाने हामी अहिले क्याम्पिङ जानलाई जङ्गलमा जानलाई क्याम्पिङ गर्न रमाउँछौँ हामी अब यस्तो ठाउँ देखियो भने हजुरको पहिले जाने अब पछि छ भने पनि एउटा लोग्रो पहिले फालेर मेरो ठाउँ भनेर रोक्न सक्छ ठाउँ रिजर्भ गरेको के त्यसो गर्दाखेरि अब यिनी अब सुन्तले चल्यो अब जानुपर्छ नुन जानुपर्छ अब सुन्तला जानी लिएर सुन्तले बाटो दिनुहुन्थे अब जाने अब खानेकुरा लाने के हो नि खानालाई त्यही कुरो हो नि अब पुऱ्याउने रोटा अब चामल उनले चामल नउनले आएको अब चाहिँ त्यो लाने त्यहाँ जाने उही बाटा पकाउने खाने हो बाटा पकाउने खाने यस्तो हुन्थ्यो कि नि कोही गरिब कोही धनी हुँदाखेरिको त्यो धनीले गरिबलाई हेपेको थाहा हुन्थ्यो कि ए यसले आटो खायो यसले त चामल खान्छु मैले भन्ने गर्थेँ कि होइन त्यस्तो थाहा पाउनु भयो कि त्यो त पाउनु भयो आफ्नै हिन्दी मान्छेसँग त्यसले चाहिँ जसरी गाने पैँचो खोजेर भने चामल लान्थ्यो अब के भन्दाखेरि अब त्यो 2 थर पकाउने त कुरो हुन्न आएपछि बरु नुन दिउँला यति चामल ल्याउँ न भनिदिन्छ होला कि यसो गरिदिएर चामल यति मान्न चामल दिए पछि चाहिँ यसो गर्दा भनेर जाने चामलै लान्थ्यो आटो अब 2 थर एक अब एउटाले आएर भिन्दै पकाएर खाने कुरो भएन अब झटी नफेरि फेरि पकाउन आउनुहुन्थ्यो अनि नौनी कहाँ हो नि यस्तो अलिक पखाल्नु पर्यो भने नौनी खोला आउँथ्यो होला पर्यो भने के गर्यो नौनी जाने अब चाहिँ पँधेरो कहाँ छ पानी कहाँ छ बेलुकी त्यो तय गरेर अब पानी कत्न छ भनेर हेरेर चाहिँ गर्न पर्छ मिलाएर खोला भयो खोला गइराख्ने भएपछि थाहा पनि हुन्छ अब बुढाबुढी चाहिँ ए धोती नफेरिकन नपका है नुहाइस् भन्ने अब त्यहाँ चाहिँ अब धोती फेरेर रातिमा पनि धोती फेरेर पकाउन पर्छ त्यहाँबाट चाहिँ त्यो धोती फेरेर पकाएपछि त्यहाँ चाहिँ अब त्यो ए शुक्र आइसक्यो ल चाँडै खाएर आज चाँडै हिँड्ने हो शुक्र त्यो शुक्र भन्ने तारो हुन्थ्यो कि शुक्र बुध शुक्र भने जस्तो ए अब त्यो तारो आएपछि अब आज त शुक्र आइसक्यो ल चाँडै उठेर पकायो भन्ने त्यहाँबाट उठेर पकायो त्यसरी के तारा हेरेर चिन्ने के दिन रात अब समय त्यहाँ चाहिँ अब त्यो जौनु कान्छो छ त्यहाँ सबै लस्करै कान्छोलाई बिचरा यहाँ संस्कृति आएर तिनका खुट्टा बस्ने हो अझै अबि अब कहिले सुरु गर्ने हो ढोक्न त ढोकियो अब त्यो चाहिँ अब त्यो यो कान्छो भयो अब यो कान्छालाई घस्नु त कोही पनि हुन्न अब तिमीले मलाई घस्यौ तिम्रो चाहिँ अर्काले गर्छौ अर्काले अर्कालाई घस्यौ अब कान्छा चाहिँ घस्ने मान्छे आफै घस्ने हो आफै घस्न पर्यो फेरि कान्छालाई यति सहुलियत हुन्थ्यो कि भारी बोकेर हिँड्न सकेन भने यसको भारी खपाइदिने यसका खुट्टा भयो अब हिँड्न सकेन खुट्टा दुख्यो भने खुट्टा नि माट्दिने पछि अब त्यस्तो अब चाहिँ अब हामी बिहे गरेका मान्छे अब अहिलेका हेर्दाखेरि अब अचम्म लाग्छ